जुन लगाम छ उहाँहरूले जुन योगदान दिनुभएको छ त्यो योगदानको कदर गर्दै उहाँहरूप्रति हार्दिक साधुवाद व्यक्त गर्दछु। समादरणीय भक्त सन्वृद्धहरू, यो कार्यक्रमलाई सफलीभूत बनाउनको निमित्त हामी माझ हाम्रा कलाकार मित्रहरूको उपस्थित हुनुभएको छ। यहाँहरूको नाम पछि मैले यहाँ समक्ष वाचन गर्नेछु। अहिले पनि उहाँहरूको लागि जोरदार ताली बजाएर सम्मान गर्नको लागि अनुरोध गर्दछु र यो कार्यक्रमको विशेष गरेर आयोजक परिवारलाई एकपटक जोरदार ताली बजाएर सम्मान गरौँ। र यसै किसिमबाट हामी माझ प्रमुख वाचकको रूपमा आजका प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा आचार्य चैतन्य कृष्ण गुरुदेवको आगमन हुँदैछ। यथाशीघ्र रूपमा यहाँहरूको उपस्थिति हामीले न्यून हुँदा यो अवस्था देखिएको कारणले नै गुरुलाई केही समय हामीले राखेका हौँ। अब केही समयमै 5 मिनट भित्रमै गुरुको यहाँ आगमन हुनेछ र यत्र तत्र यो माइकको ध्वनि यन्त्रलाई जहाँ जहाँबाट श्रवण गर्दै हुनुहुन्छ समस्त भक्त सजन वृन्दहरूलाई हार्दिक आह्वान गर्दछु र यस मन्दिर प्राङ्गणमा यहाँहरूको उपस्थिति रहोस् भन्ने शुभ आकांक्षा पनि म यहाँ समक्ष व्यक्त गर्दछु। यो माइकको ध्वनि यन्त्रलाई घर घरबाट सुन्दै हुनुहुन्छ भने पनि घरको कामलाई केही समय पन्छाएर यो महासत्सङ्गमा उपस्थित हुनुको लागि हामी हार्दिक आह्वान गर्दछौँ। गावो विश्वस्य मातरम, गाई विश्वको आमा हो। कुनै मानव प्राणीको मात्रै होइन, सारा जीव जन्तुहरू सबै प्राणीहरूको आमा गाई हो र गाईको योगदान कति छ भन्ने कुरा केही समयपछि आचार्यहरूको मुखारबिन्दबाट यहाँहरू श्रवण गर्नुहुने नै छ। त्यसर्थ मैले यस विषयमा अहिले धेरै चर्चा गर्न चाहिनँ र केही समयपछि यहाँ हाम्रा अत्यन्तै गौसेवक महाव्यक्तिहरूको आगमन हुँदैछ। त्यति समयको लागि यहाँहरूले धैर्यताका साथ केही भजनहरू श्रवण गर्दै रहनुहोला र यति भन्दै म पनि यो माइक ध्वनि यन्त्र अहिले हाम्रा कलाकार मित्रलाई हस्तान्तरण गर्न चाहन्छु। हरि ओम तत्सत। धेरै धेरै धन्यवाद आदरणीय व्यक्तित्व। यो कार्यक्रमको बारेमा प्रकाश पनि पार्नुभयो, सँगसँगै आजको दिव्य व्यक्तित्वहरूको हामी प्रवचन सुन्नेछौँ, त्यसबारे पनि जानकारी दिनुभयो। सँगसँगै आजको कार्यक्रमलाई दिलो ज्यानले सहयोग गरिदिनु हुने आदरणीय व्यक्तित्वहरूको आदरणीय सङ्घ संस्थाहरूको नाम पनि उच्चारण गरिदिनु भयो, धेरै धेरै आभारी छौँ। अब पुनः तपाईँहरूलाई केही भजनहरू हामी प्रस्तुत गर्छौँ। हामी उद्घोष पनि गरिरहेका छौँ। आदरणीय व्यक्तित्वहरू आइसकेपछि उहाँहरूको प्रवचनमा हामी एकैछिन रमाउनेछौँ, सुन्नेछौँ ती अमृतमय बाणीहरू। अहिलेको लागि पनि फेरि अर्को भजन स्वीकार्नुहोला। हे प्रभु समादरणीय भक्त सजन वृन्दहरू, हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि द्वय आदरणीय 108 मौनी बाबा जमुना दास अनाथ गौरक्षा कामधेनु गौशाला कपिलवस्तुबाट उहाँको गरिमामय उपस्थित भएको छ भन्ने खबर सुनेको छु। उहाँलाई मञ्चमै आएर विराजमान हुनुको लागि म हार्दिक आमन्त्रण गर्दछु र उहाँलाई मञ्चसम्म ल्याउनको लागि र हाम्रा सदस्य साथीहरूले यो सहयोग गर्नुहोला। र त्यस्तै किसिमबाट अर्का विशिष्ट अतिथि हुनुहुन्छ कृष्ण शरणदास महाराजजी रामदत्तीवन धाम का पीठाधीश वाडगङ्गा 9 कपिलवस्तुबाट उपस्थित हुनुभएको छ र द्वय सन्त महानुभावहरूलाई म मञ्चमा रहेको पश्चिमपट्टिको आसनमा विराजमान हुनुको लागि म अनुरोध गर्दछु। जय हो।
आउनु शैलीको लागि हामी दुर्गा भवानी माताको मन्दिरमा पनि छौँ, तसर्थ दुर्गा भजन तपाईँहरूको लागि प्रस्तुत गर्छौँ, स्वीकार्नुहोला। जय हो प्रभु हरि, जय जय दुर्गा माता सिंह बहिनी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, हरि हरि दुर्गति नाशिनी काली कल्याणी। काली कल्याणी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, हरि हरि जय जय दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी, दुर्गा माता सिंह बहिनी, दुर्गति नाशिनी काली कल्याणी। जय बोलो दुर्गा भवानी माता को, जय बोलो आजको आनन्दको, जय बोलो भक्तवत्सल भगवान को, हे प्रभु जय जय दुर्गा माता शक्ति रूपिणी, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, हरि हरि नमो तस्यै नमो तस्यै नमो नमः। नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः, जय जय दुर्गा माता शक्ति रूपिणी, नमो तस्यै नमो तस्यै नमो नमः।